मामु के गर्दै हुन्छ त? म तरकारी टिप्दैछु र करेला टिप्दैछु। हेर न लोकल करेला रोपेको यत्रो फल्ने हैन। ए बाक्लो फल्दो रहेछ नि बाबु। कतिचोटि खाने भयो त करेला? यो सेकेन्ड टाइम हो छोरो।हरूले पनि फेरि लास्ट मिहिनेत गर्ने के? हेर न यहाँ कति फल्यो आज। लोकल करेला हो, धेरै ठुलो हुँदैन तर खाना चाहिँ एकदम टेस्टी हुन्छ नि। ए कति सानो सानो करेला हो त नि मामु? यो लोकल करेला हो छोरो, ठुल्ठुलो करेला होइन। हामीले बेच्ने होइन नि त, घरै खाने हो नि त। त्यही भएर लोकल करेला मिठो खाले खाने भनेर कि आफ्नै घर बारीमा रोपेको। ठुलो भन्दा यो सानो लोकल एकदम मिठो हुन्छ। बाक्लो फल्छ तर सानो फल्छ। दबाई हालेको छैन नि त, सबै किरा लास्ट पहेँलो पहेँलो भएछ कि यस्तो हेर न यो बिग्रेछ। दबाई नहालेपछि त पुरै खत्तम हुन्छ भने राम्रो छैन। ए अरू के छ त बारीमा? भेन्डी छ, नेक्स्ट भिडियोमा देखाउने भेन्डीको चाहिँ है। अनि बोडी छ, काँक्रो, लौका, घिरौला सबै छ छोरो। ए भिडियो हेरेर लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला। मेरो नयाँ आइडी छ, फलो गर्नु होला। बाई।